ओमनमा जारी आइसिसी टी20 वर्ल्ड कप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट प्रतियोगिता सुपर 6 चरणमा प्रवेश गरेको छ। 9 राष्ट्र सहभागी यस प्रतियोगितामा समूह चरणबाट 3 टिम बाहिरिएका छन् भने 6 टिमले अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सुपर 6 मा नेपाल, ओमन र युएई समूह विजेता बन्दै समान 2-2 अङ्कका साथमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका छन् भने कतार, जापान र सामोआ समूहमा उपविजेता बन्दै बिना अङ्क सुपर 6 मा प्रवेश गरेका छन्। अब सुपर 6 मा आफ्नो समूहबाट जाने एक टिम बाहेक सबै टिमले अन्य 4 टिमसँग एक पटक खेल्नेछन् भने अङ्क तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने टिमले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी20 वर्ल्ड कपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्। नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई हराउँदै 2 अङ्कका साथ सुपर 6 मा पुगेको हो। अब नेपालले अक्टोबर 12 तारिकमा चिरपरिचित प्रतिद्वन्दी युएई को सामना गर्नेछ। हामी आजको भिडियोमा नेपाल र जापान बीच भएको खेल तथा युएई सँग नेपालको हेड टु हेड रिजल्टका साथमा प्री म्याच एनालाइसिस लिएर आएका छौं। त्योभन्दा अगाडि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै यस्तै विविध जानकारीका लागि हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। ओमनमा जारी आइसिसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक ए छनौट अन्तर्गत शुक्रबार नेपालले प्रभावशाली प्रदर्शन गर्दै जापानलाई 5 विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह बी को विजेता बन्दै प्रतियोगिताको सुपर 6 चरणमा प्रवेश गरेको छ। गुलसन झाको उत्कृष्ट अलराउन्ड प्रदर्शन नेपाली जितको मुख्य कारक बनेको थियो। टस जितेर बोलिङमा उत्रिएको नेपालले जापानलाई निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 131 रनमा सीमित पारेको थियो। बोलिङमा प्रभावशाली प्रदर्शन गरेका गुलसनले 2 विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले पनि बोलिङ आक्रमणमा सन्तुलन राखे। त्यसपछि ब्याटिङमा उत्रिएको नेपालले 18 ओभरमै लक्ष्य पछ्याउँदै जित निकालेको हो। नेपालका तर्फबाट गुलसनले ब्याटिङमा पनि महत्त्वपूर्ण योगदान दिए। उनले 20 बलमा 1 चौका र 2 छक्का सहित अभिजित 28 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 14 रनमा साथ दिएका थिए। कप्तान रोहित पौडेलले 19 बलमा 18 रन जोडे। नेपालका ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए। भुर्तेलले 21 रन बनाए भने आसिफले 21 बलमा 1 चौका र 4 छक्का सहित 38 रनको आक्रामक पारी खेले। जापानका लागि शोभा स्टेलर सर्वाधिक प्रभावशाली बलर बने। उनले 4 ओभरमा 22 रन खर्चेर 2 विकेट लिए। अन्य बलरले भने नेपाली ब्याट्सम्यानलाई रोक्न सकेनन्। यसअघि ब्याटिङमा उत्रिएको जापानलाई पहिलो ओभरमा नै दिपेन्द्र सिंह ऐरीको सिधा थ्रोमा अभिषेक आनन्द 1 रनमै रन आउट भएपछि जापान दबावमा परेको थियो। तर त्यसपछि केन्डेल काडोवाकी फ्लेमिङ र इसम रहमानले दोस्रो विकेटका लागि 86 रनको साझेदारी गर्दै टिमलाई शतक अवस्थामा पुर्याए। सोमपाल कामीले रहमानलाई आउट गर्दै यो साझेदारीलाई तोडेका थिए। रहमानले 25 बलमा 31 रन बनाए भने काडोवाकीले 46 बलमा 6 चौका र 3 छक्का सहित 60 रनको प्रभावशाली इनिङ्स खेले। गुलसन झाले इब्राहिम ताकाहासीलाई बोल्ड गर्दै जापानलाई थप दबावमा पारे। सन्दीप लामिछानेले सबा ओरिस, रविचन्द्रन र डेक्लन सुजुकीलाई समान 1-1 रनमा आउट गरे। त्यसपछि जापानको मिडल अर्डर धराशायी बन्यो। रेओ साकुरानो थोमस 3 रनमा आउट भयो भने बेन्जामिन इटोले 12 बलमा 17 रन जोडे। बोलिङतर्फ नेपालका लागि गुलसन र सन्दीपले समान 2-2 विकेट लिए। सोमपाल कामी र नन्दन यादवले 1-1 विकेट लिँदै जापानलाई सस्तैमा समेट्न योगदान दिए। जारी प्रतियोगितामा 12 अक्टोबर अर्थात् आइतबार नेपाल र युएई आम्ने सामने हुँदैछन्। नेपाल समूह बी मा लगातार 2 जित निकाल्दै उत्कृष्ट लयमा सुपर 6 मा प्रवेश गरेको छ। पहिलो खेलमा कुवेतलाई 58 रनले पराजित गर्दै बोलिङ र ब्याटिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा जापानलाई 5 विकेटले हराएको थियो। यी दुवै नतिजाहरूले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा पुर्यायो। अहिले नेपालको आत्मबल उच्च रहेको छ र टोलीको संयोजन पनि सन्तुलित देखिएको छ। अर्कोतर्फ समूह चरणमा अपराजित रहँदै युएई सुपर 6 मा प्रवेश गरेको छ। कतार र मलेसियामाथि प्रभावशाली जित दर्ता गर्दै समूहमा शीर्ष रहेर युएई सुपर 6 मा प्रवेश गरेको हो। नेपाल र युएई बीचको प्रतिस्पर्धा विगत केही वर्षदेखि दक्षिण एसियाली क्रिकेटमा एउटा रोमाञ्चक कथा बनिसकेको छ। दुवै देश उदीयमान क्रिकेट राष्ट्रका रूपमा चिनिन्छन् र पछिल्लो केही वर्षमा आपसमा धेरै पटक आम्ने सामने भएका छन्। युएई र नेपाल बीच भएका पछिल्ला 5 खेलमा भने नेपालको पल्ला भारी देखिन्छ। अन्तिम 5 खेलमा नेपालले युएई माथि 4 खेलमा जित हात पारेको छ। 2023 मा भएको आइसिसी वर्ल्ड कप क्वालिफायरमा नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। त्यसपछि 2023 मै भएको त्रिदेशीय टी20 सिरिजका 3 प्रतिस्पर्धामा नेपालले 2 मा जित तथा युएईले 1 खेलमा जित हात पारेको थियो। अन्तिम पटक 2023 अक्टोबरमा
भएको भेटमा पनि नेपालले 8 विकेटको जित निकाल्दै युएई माथि आफ्नो दबदबा कायम गरेको इतिहास छ। यी सबै नतिजाले नेपाललाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ, किनकि युएई विरुद्ध नेपालको आत्मविश्वास अघिल्ला परिणामहरूमा आधारित रहेको छ। नेपालको हालको फर्म उत्कृष्ट छ। पछिल्ला 5 खेलमा नेपालले 4 पटक जित हात पारेको छ, जसमा वेस्ट इन्डिजमाथिका 2 प्रभावशाली जित र विश्वकप छनौटमा जापान र कुवेतमाथिका विजय उल्लेखनीय छन्। ओपनर कुशल बुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिइरहेका छन् भने कप्तान रोहित पौडेलले मध्यक्रममा स्थिरता प्रदान गरिरहेका छन्। बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी र गुलसन झाले उत्कृष्ट संयोजन बनाएका छन्, जसले विपक्षी ब्याट्सम्यानलाई दबावमा राख्न सफल भइरहेका छन्। अर्कोतर्फ युएईले खेलेका पछिल्ला 5 खेलमा मिश्रित नतिजा निकालेको छ। युएईले खेलेका पछिल्ला 5 खेलमा 3 मा जित र 2 मा हारको नतिजा हासिल गरेको छ। युएईले पछिल्ला दिनमा आक्रामक ब्याटिङ शैली अपनाएको छ। कप्तान मोहम्मद वासिमले ओपनिङमा तीव्र रन बनाइरहेका छन् भने वृत्त अरविन्द र रियाद अहमदले मध्यक्रममा मजबुती दिएका छन्। तर युएईको मुख्य कमजोरी डेथ ओभर बलिङमा रहेको छ, जहाँ उनीहरू रन लिक गर्ने समस्या समाधान गर्न सकेका छैनन्। नेपालका आक्रामक ब्याट्सम्यानहरूलाई रोक्न युएईलाई बलिङ लाइनअपमा विशेष सुधार आवश्यक छ। सुपर 6 को सन्दर्भमा यो खेल दुवै टिमका लागि निर्णायक बन्न सक्छ। नेपाललाई यदि यो खेल जित्यो भने सुपर 6 मा शीर्ष रहँदै विश्वकपमा पुग्ने बाटो खुल्ला रहनेछ। अर्कोतर्फ युएईका लागि पनि यो खेल जित्नै पर्ने स्थिति हो, किनकि हारले उनीहरूको अभियानमा ठूलो असर पार्न सक्छ। त्यसैले ओमनको मैदानमा हुने यो भिडन्त केवल अङ्कको लागि होइन, गौरव र भविष्यका लागि पनि हुनेछ। आइसिसी टी20 र्याङ्किङमा नेपालभन्दा युएई अगाडि देखिए पनि नेपाल र युएईको विश्लेषण गर्दा नेपाल केही पक्षमा अगाडि देखिन्छ। हालको फर्म, हेड टु हेड रेकर्ड र टोलीको आत्मबल सबै पक्षबाट नेपाल बलियो प्रतिद्वन्दी हो। युएईका लागि जित निकाल्न बलिङमा अनुशासन र फिल्डिङमा दृढता अनिवार्य हुनेछ। नेपालका बलरहरू ललित राजवंशी, सोमपाल कामी, सन्दीप लामिछानेले युएईका ओपनरहरूलाई दबावमा राख्न सके भने नेपालले जित्ने सम्भावना उच्च रहन्छ। अर्कोतर्फ युएई भर्खरै एसिया कप खेलेर अनुभव बटुलेको टिम हो। एसिया कपमा बलिया टिमसँगको प्रतिस्पर्धाले युएईलाई अनुभवी बनाएको छ। एसिया कपमा बलिया टिम पाकिस्तान तथा इन्डियासँग राम्रो नतिजा निकाल्न नसके पनि ओमनसँगको खेलमा 42 रनको जित निकालेको थियो भने जारी प्रतियोगितामा कतारलाई 7 विकेट तथा मलेसियालाई 6 विकेटले पराजित गर्नुले युएई राम्रो फर्ममा रहेको अनुमान गर्न सकिन्छ। तसर्थ नेपालले संयमित र अनुशासित खेल प्रदर्शन गर्नुपर्ने आवश्यकता छ। युएईसँग जित निकाल्न सकेमा नेपाली खेलाडीमा आत्मविश्वास बढ्नेछ र अन्य खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा गर्न सकिन्छ। ओपनर कुशल बुर्तेल फर्ममा रहनु, ओपनिङमा आसिफ शेखले राम्रो साथ दिनु तथा गुलसन झाको उत्कृष्ट अलराउन्ड प्रदर्शनले नेपालले जित निकाल्नेमा विश्वास गर्न सकिन्छ। नेपाली टिमलाई जितको शुभकामना। तपाईलाई के लाग्छ? नेपाल र युएई बीचको खेलमा कुन टिमले जित निकाल्ला? आफ्नो अनुमान कमेन्टमा लेख्नुहोला। साथै तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मन परेमा एक लाइक तथा हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साथै यस्तै विविध जानकारीका लागि हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।